वाह, फुकुओकामा त साइकल सजिलो रहेछ, जहाँ पनि सुइक्क जान सक्ने। एकछिन पख त, सुइक्क जाने त हो, तर नियम पालना गरिरहेको त छ। नियम? साइकलको लागि त्यस्तो कडा नियम छ र? छ। उदाहरणको लागि अहिले लगाइरहेको इयरफोन, त्यसपछि छाता समात्दै साइकल चलाउन पनि हुँदैन। नियम पालना गरेन भने कारवाही पनि हुन्छ है। अरे, म्युजिक सुन्दै साइकल चलाउन पनि हुँदैन र? फुकुओकाको दृश्यमा बलिन राख्न चाहेको। कहाँको फिल्म डाइरेक्टर हो नि? यस्तो कार्य गर्यो भने वरिपरिका आवाज नसुनिने भएकोले जोखिम हुन्छ नि। त्यसो भए छाता किन हुँदैन नि? छाता ओड्यो भने एउटा हातले साइकल चलाउनु पर्ने भएकोले नि। राम्रोसँग चलाउन नसकेर साइकल लड्यो भने के गर्ने नि? साँच्चीकै त्यसो भए रक्सी खाएपछि केही नसोची साइकल चढ्नु पनि? त्यो त सबैभन्दा नहुने कुरा। मादक पदार्थ सेवन गरी मोटर भए पनि साइकल भए पनि कुनै हालतमा चलाउनु हुँदैन, ज्यान जाने भएकोले नि। साइकल चढ्न 81 नियम कडा भएन र? आफ्नो मात्र नभई वरिपरिका मानिसहरूको ज्यान पनि त प्यारो छ नि, होइन? माफ गर्नुहोस्, अबदेखि नियम पालना गरी साइकलको यात्रा रमाउने गर्छु। अर्को कुरा, हेलमेट लगाउने स्वैच्छिक बिमामा पनि आबद्ध भए नि, अब पर्फेक्ट भयो है। त्यसो भए ढुक्क नि है। साइकल सजिलो छ तर सुरक्षाको कुरा सबैभन्दा महत्त्वपूर्ण। त्यसो भए जान्छु है। सुइक्क। आफ्नो वरिपरिका साथीहरूलाई नियम थाहा नभएमा उनीहरूलाई पनि सिकाउनु है।